मासु तारेको, माछा मिठो तारेको, रक्सी 3 पाने पारेको भन्थे। तर त्यो होइन है साथीहरू, यो चाहिँ अचार बनाउनको लागि हेर्नुहोस् त, मासु तारेर मसलाहरू सब रेडी गरेर टक्क राखेका छौँ हामीले यहाँनिर। ल हेर्नुहोस्, यो खोर्सानी, लसुन, अनि त्यस पछाडि यो अदुवा लसुनको पेस्ट पनि हो, अनि धुलो मसला पनि हो, तोरी पिसेको पनि हो, अनि तपाईँहरूले अलिकति यता देख्दै हुनुहुन्छ त्यहाँनिर छ कागती, अनि फेरि बेसार पनि चाहिन्छ है साथीहरू, बेसार हो यताको, अनि त्यो पाउडर हो। टक्क पारेर छैन त साथीहरू खतरा। ल हेर्नुहोस् त, मुख रसाइसक्यो नि हो हेर्दा हेर्दै। अनि यहाँ चाहिँ तापके कराईमा चाहिँ टक्क तेल तताइरहेका छौँ। यो चाहिँ के को लागि भन्नुहुन्छ भने त्यो खोर्सानी र लसुन पकाउनको लागि है, खोर्सानी र लसुन पकाउनको लागि। किनभने तेल गनाउँछ नि त नपकाइहाल्यो भने टक्क। अनि यो चट्ट पकाएर अनि फेरि यसैमा मासु पनि हाल्ने हो। अब पक्रिनुहोस् है त, यसैमा मासु पनि हाल्ने हो। मैले त्यो मासु हालेको चाहिँ तपाईँहरूलाई देखाउन सकिनँ होइन, त्यो किन देखाउन सकिनँ भन्ने कुरा तपाईँहरूले थाहा पाउनुहुनेछ। टक्क पारेर त्यो भिडियो गर्न बिर्सेछु, त्यो भएको कारणले गर्दा। ल अब हेर्नुहोस् त यहाँनिर कस्तो खतरा छ। ल चलाइ पनि महाकाश मर्द छ नि हौ, मर्द। तर मैले चाहिँ चलाएको होइन, यो म जस्तो अल्छीले कसरी बनाउँछु होला। अब यहाँ रेडी भइसकेको छ, मासु सासु सब हालिसकेर टक्क पारेर अचारको रेसिपी। अचार हो साथीहरू, यो भइसकेको छ। अब यो अचार भइसक्यो होइन, यो मासु है, यो चिकन हो, चिकन कुखुराको मासु के। ल हेर्नुहोस् बट्टामा आइसक्यो, भट्टैमा आइसक्यो त। अनि ल हेर्नुहोस् त, बट्टामा टक्क दामी छैन त। ल हेर्नुहोस् त, अब यो चाहिँ कसले बनायो भनेर तपाईँहरू उत्सुकता हुनुहुन्छ होला, तपाईँहरूले यो कसले बनायो यो अचार भनेर उत्सुकता हुनुहुन्छ होला। तपाईँहरूले लास्टमा मान्छे देख्नुहुनेछ टक्क पारेर। अब हेर्नुहोस् है, अब तपाईँहरू स्किप नगरिकन हेर्नुहोस् है त, लास्टमा कसले चाहिँ बनायो त, यो कसको चाहिँ सिप हो त यस्तो। अब यहाँ हेर्नुहोस्, अब यहाँ हेर्नुहोस्, अब हेर्नुहोस्। ओ ल म भन्दै थिएँ नि, यो चाहिँ उहाँले बनाउनु भएको हो, उहाँसँग सिप छ यो, मसँग त कहाँबाट हुनु।